तिमी कतिमा पढ्छौ? 1 केजी के 1 केजी एलकेजी होला नि। मेरो ठुलो बाबाको युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु ल। हेलो छोरी। हजुर अब यता यसलाई यहाँ राख न। यसलाई यता आऊ। यता आऊ न। तिमी को हो रे? म को? कसको ठुलो बाबा हो? ल यहाँ म जे भन्छु त्यही भन है त। ल यता हेर। ल मेरो ठुलो बाबाको भन अलि राम्रोसँग फेरि भन। मेरो ठुलो बाबाको युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु ल। सब्स्क्राइब गरिदिनु ल। सबैजनालाई नमस्कार भन। अलि राम्रोसँग। अझै भएन फेरि भन। नमस्कार। अनि तिमीलाई के भन्न आउँछ? के पढ्न आउँछ ल भन्न त। एबिसिडी भन्न। ABCDEFGHIJKLM भन्नु न पुरै भन्न। फेरि एबिसिडी भन्नु। अनि एल पुरै भन न। तिमीलाई आउँछ त एबिसिडी भन न। ABCDEFGHIJKLMNOP QRSTUVW अनि के? अनि X अनि Y Z पैसा चेट कहिले पैसा चेट यस्तो पैसा चेट हुँदैन। अनि क ख पनि त आउँछ नि। क के आउँछ? क हजुर के सिकाइदिन्छु मलाई? तिमी भन न आउँछ त। क ख ग घ न च छ ज ज ज छ य ट ठ ड ढ अड अनि अरु चाहिँ खै त? ग्या क ख ग फेरि कहाँ पुर्याएको एकैचोटि? तिमीलाई सबैको नाम आउँछ नि? आउँछ कि आउँदैन? आउँछ सबैको नाम। बाबाको नाम, मम्मीको नाम, ठुलो बाबाको नाम, बुबाको नाम, आमाको नाम। ल त्यसो भए बाबाको नाम के हो? सुमन रुचा। मम्मीको नाम? मम्मीको नाम के हो? मम्मीको नाम के हो? अनि ठुलो बाबाको नाम? अनि बुबाको नाम? अलि राम्रोसँग भन्न न। के? अनि राम्रोसँग भन्न त। राम्रोसँग नझोकिकन। अनि आमाको नाम? अनि दादाको नाम? दादाको
सुबिन दादा होइन सुबिनलाई बुनुको मुनको नाम बुनुको नाम सानो बुनु सुबिना बुनु सुबिना बुनु अनि जेठो ठुलो बाबाको नाम के जेठो ठुलो बाबाको आउँछ आउँछ त्यही त भन न के हो अनि हजुर सिकाइदिइसके जेठो ठुलो बाबाको नाम शम्भु रुचाल होइन शम्भु रुचाल हो नि बाबाको नाम के भन्छ ठुलो बाबाको नाम त शम्भु रुचाल सुबुन रुचाल नरुचाल अनि मेरो नाम तिम्रो नाम के त अफेयर रुचाल तिमी कतिमा पढ्छौ 1 केजी के 1 केजी एलकेजी होला नि एलकेजी होइन 1 केजी 1 केजी त 1 क्लास 1 पो हुन्छ त क्लास 1 पो हुन्छ त कहाँ एलकेजी हुन्छ 1 केजी हुन्छ 1 केजी हुन्छ अनि तिम्रो म्यामको नाम के हो म्यामको नाम त सरम्याम के सरम्याम सरु म्याम अनि तिमीलाई मन पर्ने म्यामको नाम के हो वर्षमा मन पर्छ अनि तिम्रो स्कुलको नाम के अरे स्कुलको नाम अस्ति भने होइन स्कुलको नाम तिमी पढ्ने स्कुलको नाम के हो अरे किड्स क्यास्टल बेलर इन्टरनेसनल एकाडेमी गुड सबैजनालाई नमस्कार अनि फेरि भन मेरो ठुलो बाबाको युट्युबलाई सब्स्क्राइब गरिदिनु होला धन्यवाद नमस्कार नमस्कार